यसमा चाहिँ अलिकति अप्ठ्यारै हुन्छ काट्न चाहिँ अब किनकि ब्लेड लगाउनु पर्ने हुन्छ हैन अब उहरूले दाउहरूले त्यो ठुल्ठुलो रुखहरू काट्न पर्ने हुन्छ ब्लेड लगाउनु पर्ने हुन्छ लगभग 2 घण्टा जति 1.5-2 घण्टा जति गऱ्यो भने त्यसको काम चाहिँ एन्डिङ हुन्छ तर हामीसँग चाहिँ ब्लेड नभएको हुनाले त्यही छलफल हुँदैछ अब हेरौँ कस्तो हुन्छ मिसिन त सबै जारी हैन के भन्नु पर्यो कसलाई काट्नु पर्यो भन्न त केही पनि छैन हैन आजै काम चाहिँ डर हुन्छ तपाईको हैन अलिकति धार लगाउनु त्यसमा धार कम छ हेर्नु न यहाँ पहिले यो ख्याल आए मात्रै हो मैले दिनका दिन उद्यार राख्ने गरे हो र ल ठीक छ ल छैन क्या खै त अनि ए निकालिसकेको ए ल लिएर ल यो हेलो वेलकम छ तपाईहरुलाई एमआरसी गुरुङ ब्लकमा हैन आज चाहिँ हामीहरु बिहान ड्युटी जाँदैछौँ मौसम चाहिँ अब एकदम भन्नु पर्दाखेरि चाहिँ बर्खा सिजनले ठ्याक्कै भेटे जस्तो भएको छ हैन पानी छपछप सिमसिम परिरहेको छ हैन रातभरि पनि पानी पर्यो अब साइडमा कस्तो हुन्छ थाहा छैन हैन घाम लाग्छ कि अब यही पोजिसन रहन्छ अब हेरौँ साइडमा गएर चाहिँ आज चाहिँ साथीहरुसँग सँगै ड्युटी जाँदाखेरि नै भलक बनाउँ न त भनेर चाहिँ यसरी बनाउँदै हिँडिरहेको छौँ हिजो चाहिँ म एक्लै नै भएँ हैन ड्युटीमा पनि अलिकति एक्लै हुँदाखेरि चाहिँ फिलिङ कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ तपाईहरुको को छैन जस्तो कि अब साथीहरु भयो भने हैन यता आइज उता जाए भन्न मिल्ने हैन तर एक्लै भयो भने चाहिँ अलिकति समस्या हुँदो रहेछ अहिले जस्ट मौसम हेर्नुहुन्छ भने यो खाले छ हैन अहिले हामीहरु जाँदै छौँ यता रोड क्रस गरेर चाहिँ यो तपाईको यो चाहिँ ठुलो होटल भइहाल्यो जुन तपाईहरुले देख्न सक्नुहुन्छ यो होटल हो यो चाहिँ गेस्ट होटल यतै छ अहिले हामी जाँदै छौँ पानी भर्ने एमडी आफूले ल तिलक भाइले पानी भर्ने हो ल साथी हामीहरु चाहिँ पदेरोमा अब बालेन्साले त काठमाडौँमा एक दुई ठाउँमा चाहिँ सायद लगाउनु भएको छ होला हैन जुन सिक्काबाट यहाँ त सेन भन्छ हैन सिक्काबाट डलरबाट चाहिँ पैसा निकाल्ने मेसिन जुन लगाउनु भएको छ त्यस्तै नै साथीहरुले चाहिँ पानी भर्ने भनेको छ हामीहरुले त्यसैबाट निकालेर खाइन्छ किन भन्दा अब ठुलो झारहरू या चाहिँ मिनरल वाटरहरू चाहिँ अब किनेर खान सकिदैन नि त अब बाहिर नहीं ऐसे बोलना है तो बोल रहा हूँ फिर त्यस्तै नै अब हामीहरुले त्यो खान सकिदैन मिनरल वाटरहरू तिनीहरू हैन अब हामीले चाहिँ खाने भनेको त्यो मेसिनबाट अलिकति सस्तो पैसामा चाहिँ धेरै पानी उपलब्ध हुन्छ नि त त्यसैले गर्दाखेरि खै कहाँ मेसिन ए त्यो पल्लो मेसिनमा ल ठिक छ यहाँ के भयो त भनेपछि यहाँ चाहिँ अलिकति पानी कम दिन्छ त्यसमा बढी दिन्छ ल मेसिनको पनि यति फरक हुँदो रहेछ है अब नेपालमा त धेरै छैन अब कसैलाई थाहा पनि छैन होला कहाँ कति दिन्छ भन्ने कुराहरू हैन छ बालेन्साले लगाएको छ के बालेन्सा जन्मेको होइन कि बालेन्साले चाहिँ नयाँ काम गर्दैछ बल्ल काठमाडौँमा हेर न कति राम्रो प्रगति हराभरा गराएको छ नातिकिन होइन केटा नातिकिन है अरू पनि ग्रुप साथीहरु चाहिँ अगाडि सायद गइसकेका छन् कोही पछाडी आउँदैछ हैन मौसम एकदम मस्त भएकोले गर्दा साथीहरु आज कोही ढिलो गरेछन् भने कोही छिटो पनि गइसकेका छन् हैन त्यही माथि आज चाहिँ सन्डे हो सन्डेले गर्दाखेरि चाहिँ अलिकति ढिलो गए पनि केही फरक पर्दैन किन भन्दा आज हाम्रो बोसहरु अलिकति ढिलै आउँछ नि त त्यसले गर्दाखेरि ढिलो गए पनि केही खासै फरक पर्दैन अहिले जस्ट साथीहरु चाहिँ पानी भर्दैछन् हैन मेसिनमा तपाईहरुलाई मेसिन सो गराम है त ल हेर्नुस् है यहाँको मेसिन चाहिँ यो खाले हुन्छ हैन तपाईको चाहिँ यसमा सेन हाल्दा त भाइ हालिसक्यो ए ल यसले सेन हालिसकेछ हैन तल राख्न किन माथि गरेको ल हेर्नुस् यता मिटर चलिरहेको छ हैन अब
अब 10 सेन्टमा त्यति पानी भयो ल हेर्नुहोस् त। एक बोतल भरियो 10 पैसा 10 सेन्ट भन्छ यहाँ चाहिँ 10 पैसामा चाहिँ भरियो होइन। ल ठिक छ। कतिले भाइ ए पहिले 20 सेन्ट हालिसकेको ए सेन्ट हालेको उ गर्नुपर्छ नि। अनि कसले हाल्यो यति छिटो कसले हाल्यो तिमीलाई भाइ तिमी आउँदा आउँदै कत्काइदिइसक्यो है। भन्छ सानो सानो मान्छे त फास्ट रहेछ है तिमी त। ए केही हुनु त एकछिन छोडिदियो ल। यसमा चाहिँ पानी दुईजनाले 2टा बोतल भरेर पनि 1 सेन्ट रह्यो। यो 1 सेन्ट चाहिँ हो यता 0 ल। यो मिसिन चाहिँ हाम्रो चाहिँ हाम्रो चाहिँ पँधेरो है पानीको पँधेरो। यताको लाइफ आज छैन यहाँ चाहिँ डेली टिकटक लाइभ हुन्छ। यो चाहिँ यो ऊ चाहिँ हो यो वासिङ सेन्टर हो यो चाहिँ होइन। यसमा लाइभ प्रोग्राम चल्छ टिकटकमा है त्यो पनि लाइभ प्रोग्राम चल्छ। आज चाहिँ सन्डे भएर त्यो लाइभ प्रोग्राम गरेको छैन होइन। अहिले तपाईँहरूलाई फेरि म अगाडि गइसकेपछि मैले देखाउने कोसिस गर्छु किन भन्दा त्यहाँ अगाडि सिग्नल छ नि त त्यहाँ त अलिकति ध्यानपूर्वक भएर हिँड्नु पऱ्यो। यता पोल किनेको हो नि केटा होइन किनेको ल। त्यो सिग्नल ल साथीहरू सिग्नलमा अड्केको लगाएर त यस्तो छ साथीहरू। आउन त पहिले आए हुन्थ्यो। गाडीलाई झुकाउने काम यिनीहरूले गर्छन् कि यही पोजिसनले गर्छन् कि गाडीलाई झुकाउने काम। म चाहिँ अलिकति अगाडि नै निस्केँ होइन। अब यिनीहरूलाई चाहिँ अब आऊ भनेको सुनेन बिचमा आएर अड्केर बसिरहेको। अब यस्तो सही सिग्नलमा त ध्यान दिनु पऱ्यो नि त अलिकति विचार पुऱ्याउनु पऱ्यो नि त होइन। यस्तै छ मौसमहरू शीतल छ होइन। अब सबै यो छाप्रा छुप्री होटेल लाइनहरू भइहाल्यो किनकि अब जति पनि चोकहरू हुन्छन् यस्तोमा चाहिँ होटेलहरू हुने नै गर्दछन् होइन। यहाँ चाहिँ खानपिनको लागि त्यति समस्या हुँदैन नि त। थोरै पैसामा पनि खाना मिल्यो होइन। जस्तै तपाईँले देख्न सक्नुहुन्छ यो सबै होटेल लाइन हो। यो सबै जति पनि छ यो चोकको छेउमा यो सब होटेल लाइन हो। यो जुन देख्न सक्नुहुन्छ यो चाहिँ अहिले बिहान भएर चाहिँ अहिले चाहिँ सबै बन्द नै छ होइन खुलेको छैन। यिनीहरू चाहिँ कुनै ठाउँमा चाहिँ तपाईँको फेरि यस्तो पनि हुन्छ कि बिहान 4 बजेबाट खुल्छ है। यो चाहिँ अलिकति ढिलो खुल्ने होटेल हो। यो चाहिँ बेलुकासम्म बस्छ नि त। जुन 4 बजेबाट खुल्छ त्यो चाहिँ प्रायः 11-12 बजे बन्द हुन्छ होइन। बेलुका खासै खुल्दैन। जुन चाहिँ ढिलो खुल्छ ऊ चाहिँ बेलुका 10 बजेसम्म चाहिँ खुल्लै हुन्छ यहाँ चाहिँ। त्यसैले गर्दा यहाँ खानामा चाहिँ कुनै समस्या छैन। मलाईको चाहिँ यो पारा हो। धिरेनभन्दा कम छैन कि यिनीहरू चाहिँ। धिरेनको चाहिँ त्यही कटाइ हो नि त। ओ यहाँ छ बाइक। यो चाहिँ बाइकको होल्ड गर्ने ठाउँ। केटाहरूले यहीँ कुर्छ सायद आज आउँदैन केटा हिँड्नै पर्छ। मैले त्यसैको लागि चाहिँ अगाडि नै गरेको होइन। अब चाहिँ यहाँ आइपुग्यो भने तिम्रो जाओ भन्नलाई चाहिँ होइन। ल अरू केही कुराहरू गर न केटा हौ। यिनीहरू त बन्द हुन्छ नि त हौ। क्यामेरा अन भएपछि साथीहरू अफ हुने कि फुलको पात खाऊ फुलको मुना खाऊ फुलको मुना खाऊ। Hey, no picture, no picture, Suma, picture. Okay. उसको मजा खाता हो। ल साथी आज फेरि आरामदायी काम भयो होइन। अब हिजो अस्ति त बेसरी नै हुन्छ होइन। आरामदायी काम भयो भन्नाले आरामदायी काम छ होइन। तर एकैछिनको काम हो तर अप्ठ्यारो चाहिँ अप्ठ्यारो छ है। छोटो काम भए पनि अप्ठ्यारो छ होइन। जुन तपाईँहरूले यो मास्तिरपट्टिको जुन च्यान घाट देख्नुहुन्छ होइन यो चाहिँ मरेको मान्छेहरूलाई चाहिँ राख्ने ठाउँ हो होइन। यो मास्तिरको त्यसको जस्ट तलपट्टि जुन गाडी देखिरहनु भएको छ त्यो चाहिँ हाइवे हो होइन। त्यो हाइवेदेखि यता भित्र इन्ट्री हुने जुन जति पनि तपाईँले त्यो हरियो झाडी देख्नुभएको छ वारी र पारी हो यो झाडी चाहिँ आज चाहिँ हामीहरूले चाहिँ काट्नुपर्ने हुन्छ होइन। तर समस्या छ यसमा चाहिँ
यसमा चाहिँ अलिकति अप्ठ्यारै हुन्छ काट्न चाहिँ अब किनकि ब्लेड लगाउनु पर्ने हुन्छ होइन अब ऊहरूले दाउहरूले त्यो ठुल्ठुलो रुखहरू काट्न पर्ने हुन्छ ब्लेड लगाउनु पर्ने हुन्छ लगभग 2 घन्टा जति 1.5-2 घन्टा जति गऱ्यो भने त्यसको काम चाहिँ एन्डिङ हुन्छ तर हामीसँग चाहिँ ब्लेड नभएको हुनाले त्यही छलफल हुँदैछ अब हेरौँ कस्तो हुन्छ मिसिन त सबै झारियो होइन सबै रेडी नै छ मिसिनहरू साथीहरू सबै तयारीमा छन् मेन साधन नभएकोले गर्दा अलिकति समस्या होला जस्तो छ आज चाहिँ त्यति नै हो 1.5 घन्टामा इनफै हुन्छ काम चाहिँ लगभग हिजोको फिल्म कस्तो थियो भनिदेऊ हाम्रो दर्शकहरूलाई बोलिदेऊ ठिक थियो भनिदेऊ ठिक थियो बस खै पिसा खै ल आज चाहिँ तपाईँको चाहिँ काम डह्रो हुने भयो पिसाउले ड्याङ हानेर ल पिक्चर हिँड्ने पिक्चर ल बसले चाहिँ फोटो लिनु भनेको छ होइन फोटो यहाँ चाहिन्छ कि फोटो एकदम इमर्जेन्सी पर्छ हुन्छ टाटा गम्मा टाटा उठी सेलावटी चाहिँदैन भारी पूर्ण चल ओके सुम्मा ओके ल यो भनेको चाहिँ हाम्रो ग्रुप फोटो बसले चाहिँ अब एकजना मसँग आयो भन्ने चाहिँ एउटा रेकर्ड हो यो चाहिँ ओके गम्बा ओके किर्जा ओके यताबाट यस्तो घामले गर्दाखेरि चाहिँ कस्तो आउँदो रहेछ कि यही साइडबाट चाहिँ अलिकति ठिक आयो उमेशजी तपाईँहरूमा यसो के छलफल गर्नु दाउ न ल त्यो दाउ देखाउनु त ल आज थम्बनेलमा यही हालतमा ल भन्नुहोस् के भन्नु पर्यो कसलाई काट्नु पर्यो भन्न त केही पनि छैन होइन आज चाहिँ काम चाहिँ डर हुन्छ तपाईँको होइन अलिकति धार लगाउनु त्यसमा धार कम छ हेर्नु न यहाँ पहिले यो ख्याल आए मात्रै हो मैले दिनका दिन उद्यार राख्ने गरेँ हो र ल ठिक छ ल कति सानो छ यो किच्ची चाहिँ उसको फेरि फ्यामिली चाहिँ यति ठुलो छ फेरि ओहो एकजना छुटेको त फेरि फोटो खिच्ने अरे फेरि ओके ओके बोले ओके राजू नो ए ब्ल्याक ल ओके एकजना छुटेको फेरि पनि फोटो खिच्ने अरे कि त्यसले गर्दाखेरि डबल फोटो खिचेको होइन यो बत्तीको के यहाँ रिजन छ कि यसको मैले बुझेँ छैन उमेशजी यो बत्ती भनेको ठ्याक्कै मार्केटमा पनि बेच्न राख्छ होइन हाम्रोतिर यो के महिना मरे त्यो राखेलाई चाहिँ उदिने भन्ने तपाईँलाई थाहा छ कि त्यो राखेलाई चाहिँ त्यो दागबत्ती भने चाहिँ औखुल्टोले चाहिँ उ गर्ने घर झुरी कटाउने लुतो फाल्ने हो त गर्छ नि हो त्यस्तै लाग्छ माघे सङ्क्रान्ति होइन हो क्या यता फर्किनु यता राम्रो आउँदैन क्या यता राम्रो होइन त्यो लुतोहरू फाल्ने त माघे सङ्क्रान्तिमा होइन नै त्यस्तै नै जस्तो लाग्छ कि यो बाल्दाखेरि चाहिँ ल तपाईँहरूलाई फेरि म अहिले काम पछिको भिडियोहरू देखाउने कोसिस गर्छु अहिले चाहिँ ओके अहिले चाहिँ यो साइडको चाहिँ लगभग भ्याइयो भन्दा नि भयो होइन यो साइडको चाहिँ पुरै क्लियर भएको छ अब चाहिँ
यो साइड क्लियर भइसकेपछि अब हामीहरूले चाहिँ काट्नुपर्ने हुन्छ यो साइडको अब हेर्न पर्दाखेरि चाहिँ तपाईँहरूले जुन देख्नुहुन्छ यो झाडी चाहिँ सर्लक्कै काटिन्छ होइन। यो झाडी काटिसकेपछि आज काम चाहिँ एन्डिङ हुन्छ। अहिले साथीहरू सबैजना चाहिँ आराम गरिरहेका छन्, गफसफ गरेका छन्, आराम गरेका छन्। अनि तपाईँहरूलाई मैले बेला बेलामा देखाइरहेको थिएँ होइन। यो चाहिँ मसान घाट चाइनाहरूको चाहिँ यो मलेसियामा चाहिँ तपाईँहरूले ठाउँ ठाउँमा देख्न सक्नुहुन्छ। यो चाहिँ यहाँको चाहिँ ऊ है, यहाँको चाहिँ यो त्यति राम्रोसँग आएको छैन होला मेरो क्यामेराले चाहिँ। यो चाहिँ मलेसियाको चाहिँ च्यान घाट हो है। यो चाहिँ यहाँ चाहिँ मलेसिया अहिले आज पनि एकजना बितेर आइसक्यो हो, माथि लिएर आएको छ। जुन तपाईँहरूले देख्न सक्नुहुन्छ माथि भिड छ, त्यहाँ चाहिँ एकजना बितेर आइसक्यो, त्यो लिएर आएको छ। त्यहाँ अब गाड्ने तयारी सबै गरेर यिनीहरूले चाहिँ आफ्नो ऊ बनाउँछ, स्तम्भ बनाउँछ, त्यही हो। बाइकमा गए पो हुन्छ त, हिँड्दै गएर कहिले आउने हो यार? बाइक म त इन्डोनेसिया मिसिन अयो त हिँड्दै गएर कहिले लिएर आउँछु भनेर गएको होला यार। के खाले मान्छे त टाइम पास मात्रै गराउन खोज्ने यार। यो पनि काट्ने अरे, त्यसलाई त मिसिनले कहाँबाट भेट्छ नि त? यो माथिको त्यहाँ माथि त कहाँबाट हुन्छ समस्या हुन्छ। ए त मुनिको त भइहाल्छ नि, यो त भइहाल्छ नि। मेन काट्नुपर्ने यो भयो कि यहाँदेखि लिएर उ त्यहाँसम्म। तर त्यसको लागि चाहिँ फेरि यो मेरो बिलो ठिक छैन कि, अहिले खोल्न मिसिन रिन्ची ल्याएको छु होइन। खोलेर चाहिँ त्यसलाई चाहिँ हानेर सिधा गरेर चाहिँ अनि बल्ल फिट गर्नुपर्छ। त्यही पनि उल्टो फिट गर्दैछ। काट्दाखेरि यस्तो हुन्छ बाबा, यस्तो हुन्छ, यस्तो माथि त्यस्तो पनि काट्छ, चम काटे पो हुन्छ र। ल अहिले तपाईँहरू फेरि चाहिँ यो सकिसकेपछि के कस्तो हुन्छ त्यो चाहिँ म देखाउँछु। किनकि अब आज चाहिँ कामै यति नै हो। अब यसलाई चाहिँ अब अलि अप्ठ्यारो गरेर गरेँ, आफैलाई अप्ठ्यारो, सजिलो गरेर गरेँ, आफैलाई सजिलो। काम भनेको यस्तै हुन्छ होइन। त्यसैले गर्दाखेरि काममा चाहिँ अलिकति सहज तरिकाले गऱ्यो भने आफूलाई राम्रो हो। अब यति काटेपछि हाम्रो काम सकिन्छ। अब चाहिँ अहिले तपाईँहरूलाई फेरि म साथीहरू भेटघाट छलफल के बोल्दै थियो, बोल्दा फेरि हिँडिहाल्यो। मैले आज माइक पनि लगाएँ नि, समाज एकछिन एक सेकेन्ड। यो खोल्न खोजेर मैले त्यही जरुर गरेको त्यही सब त्यो रख न हामी त्यहाँ त। साथीहरू अहिले चाहिँ कामसाम सकेर चाहिँ आराम गर्दैछन् होइन। त्यही हो, यहाँ चाहिँ यो नौलो कुरो यिनीहरूले चाहिँ के निकाल्यो भन्दाखेरि यो तरुल है। तर यो चाहिँ जडीबुटी तरुल हो। त्यो खाले हामीले जुन त्यो घरमा युज गर्ने त्यो खाले नभइकन यो चाहिँ एउटा जडीबुटी जस्तो छ, जुन कि तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। यो भनेको चाहिँ जडीबुटी खान्छन् अरे है चाइनाहरू। हाम्रो इन्डियनमा चाहिँ निकालेर लिएर आएको छ साइड लिएर। ओन्ली जुवा itu oke ya. Bagus. Kita makan. Ya, bagus. Kita itu sugar. Ini kopi. Oke, dikasih. Jangan lupa काम चाहिँ अबलाई चाहिँ एन्डिङै भयो। साथीहरूले एन्डिङ काम गर्दैछन्। ल यो एरिया छर्लक्कै छ्याक्क भयो, पुरै पातले झारले ढाकेको थियो। यो पनि देख्न सक्नुहुन्छ, यो एरिया सबै ढाकेको थियो, अहिले छ्याक्क भयो। तपाईँको त्यो माथि चाहिँ अब त्यो मान्छेहरू मरेर त्यो गाड्ने बेलामा यो गर्दो रहेछ है। ल
त्यो माथि बम पटेका पड्काएर बिदाई गरेको बिदाई यस्तै छ चाइनाहरूको बिदाई। आज ठ्याक्कै यही काम पनि परेको त्यहाँ पनि त्यस्तो भएको रहेछ। आज ठ्याक्कै खतरनाक सो गर्न पाएको काम क्लियर गर्दैछन् केटाहरूले चाहिँ। अब त्यो फाइनल कामहरू गर्दैछन् सर्लाङ चोर्लाङ जो जो आएको छ त्यो कामहरू चाहिँ ठ्याक्क गर्दैछन्। अब आजलाई चाहिँ काम एन्डिङै भयो। जाऊ जाऊ बोला हा के रहेछ के भनेर बोलायो यिनी आधा घरको तरुल निकाल्नु हेल्प जोगेन्द्र हेल्प माइक चाहिँ लगाएन मैले चाहिँ होइन साउन्ड साइड डिस्टर्ब आयो होला त्यसलाई इग्नोर गरिदिनु होला तपाईँहरूलाई। अब यो कामको विषयमा मैले यस्तै नै त हो देखाउने। यहाँ हाम्रो काम गाउँ ठाउँ लिएर चाहिँ म आउने नै गर्छु। यस्तै हो। अब चाहिँ आजलाई चाहिँ काम एन्डिङ भएको छ। अरे ओके एन्डिङ भएको छ। नभएको छ होइन तरुल नभन जडीबुटी तरुलै भनौँ मलाई चाहिँ। रुमाल झरेछ ल काम पनि सक्यो आजलाई चाहिँ होइन। साथीहरू यहाँ आराम गर्दैछन्। हे मजा कहाँ जा रहा है? मजा इधर वीडियो में बोलेगा थोड़ा। सिलेरी आयो भने शेरबन जाने होइन? जाने जाने अनि टिकापुलोमा जाने कि दुवापुलोमा जाने? दुवापुलोमा ल ठिक छ। ल बधाई छ दुवापुलोमा जाँदाखेरि। ल जाने म पनि जाने हो। रमाइलो है यो दुवापुलो टिकापुलो भन्ने चाहिँ एउटा रमाइलो मात्रै हो। यिनीहरूले यहाँ झाडीमा के गर्न खोज्यो हो? ठुलै निकाल्न ठुलै छ क्या जोगेन्द्र? जोगेन्द्र छैन क्या हो? खै त अनि ए निकालिसकेको? ए ल लिएर ल यो भनेको चाहिँ जङ्गली जडीबुटी है। साथीहरूले चाहिँ पुरै जङ्गलबाट मेहनत गरेर निकालेका छन्। ल जो मात्र यो गाना हेर त कति राम्रो छ है गाना। पसिना हो क्या पसिना तेरिका काम छैन होइन। गर्मीले चाहिँ पुरै पसिना मात्रै छोडिरहेको छ। यस्तो भएको छ। ल साथीहरू आजलाई चाहिँ भिडियो यही एन्डिङ गरौँ होइन। काम हाम्रो सक्यो होइन। काम सक्यो। साथीभाइहरू सबैजना यहाँ आराम गर्दैछन्। अब यो एन्डिङ हो भ्याइयो आजलाई चाहिँ काम हाम्रो चाहिँ। आज सन्डे हो नि त त्यसैले गर्दाखेरि सन्डेमा चाहिँ अलिकति हुँदैन नि त। अलिकति हार्ड काम पनि हुँदैन होइन। कहिले कहिले मात्रै पर्छ भने अब धेरै जस्तो यस्तो नै हुन्छ। र कादै कसरी हेर्दै हुनुहुन्छ होइन। यो मलेसियाको ठाउँ कामको विषयमा गाउँघरकोदेखि लिएर हरेक कुराहरू चाहिँ म लिएर आउने गर्दछु। मन पराइदिनु होला होइन। नयाँ च्यानल हो अनि सपोर्ट पनि गरिदिनु होला यही भन्न चाहन्छु। किनकि अब तपाईँहरूको सपोर्टको नै खाएको छ मलाई चाहिँ। यही हो आजलाई चाहिँ काम एन्डिङ भएको हुनाले चाहिँ आज मैले गाउँठाउँहरू त्यस्तो मैले देखाउन पाइनँ होइन। मैले कामको विषयमा मात्रै राखेँ मैले आज चाहिँ। र
फेरि आगामी दिनमा फेरि गाउँठाउँ जे जस्तो हुन्छ म लिएर अवश्य नै आउनेछु। यही भन्दै अहिले चाहिँ म बिदा हुन चाहेँ। हस् त, बाई।